शीर्षक मेरो एउटा शिक्षक। मेरो एउटा शिक्षक जसले मलाई कखरा सिकाउनु भएन। मेरो एउटा शिक्षक जसले मलाई एबिसिडी पढाउनु भएन। या भनौँ जसले मलाई केही पनि पढाउनु भएन, तर जीवनका धेरै कुरा सिकाउनु भयो। मेरो एउटा शिक्षक जसले फुड स्ट्याम्पलाई फुडी ट्याग भन्नुभयो। सारेगा बजारलाई शारदा भन्नुभयो। चाउमिनलाई चौलेनी भन्नुभयो र मोमोलाई चुइगम भन्नुभयो। हो, मेरो एउटा शिक्षक जो धेरै नै तगडा हुनुहुन्थ्यो। अलिक कडा स्वभाव, कहिले नरम, अलिक ठुलो आवाज, कहिले त रुखो। तर रुखो हुँदा पनि रुखो नलाग्ने, कडा स्वभावमा पनि माया भेटिने हो मेरो एउटा शिक्षक। कहिले मसँग रिसाउनुहुन्थ्यो, कहिले गाली, कहिले चिन्ता लाग्थ्यो। उहाँ सधैँ मेरो लागि चिन्तित हुनुहुन्थ्यो। आफू बिना कसरी पो गरी खान्छ भन्नुहुन्थ्यो। कहिले त मलाई पनि दिक्क नलागेको कहाँ हो र, यसो गर उसो गर, छिटो सुत, सबेरै उठ, अनि अरू पनि के। मेरो एउटा शिक्षक त्यो बेला मलाई झर्को लाग्थ्यो, तर आजभोलि उहाँ बिना निसासिएको छु। उहाँलाई कतै देख्दिन, देख्छु त केवल सपनामा मात्र। उहाँसँग बोल्न सक्दिन, हाँस्न सक्दिन, उहाँको माया रूपी गाली पाउँदिन। आजभोलि त्यही गालीहरू नै सही लाग्छन्। मलाई उहाँको चिन्तन लाग्न थालेको छ। उहाँको आशा, आशीर्वाद लाग्न थालेको छ, किनकि उहाँ मभन्दा टाढा, धेरै टाढा, कहिल्यै नभेटिने गरी यो संसारबाट सदाका लागि बिदा हुनुभएको छ। या भनौँ भगवानको प्यारो हुनुभएको छ। आज म यहाँहरूलाई मेरो एउटा शिक्षक चिनाउन चाहन्छु। मेरो एउटा शिक्षक जसले मलाई पढाउनु भएन, तर जीवनको धेरै कुरा सिकाउनु भयो। हो, मेरो एउटा शिक्षक, एक मात्र प्यारो शिक्षक मेरो स्वर्गीय बुबा हुनुहुन्छ। धन्यवाद। पढाउनु भएन, धेरै कुरा सिकाउनु भयो।